लासो फ्याफुल्ला राम राम नमस्ते सबैजनालाई वेलकम ब्याक टु आवर शिला मनिशिला ब्लग। आज चाहिँ म धेरै दिनपछि अन्त पहिला नभए धेरै दिनपछि भिडियो बनाउँदैछु। अहिले चाहिँ म जङ्गल अब म मन्दिर जाँदैछु। टुङ्गेश्वर मन्दिर अटो खोजेको अटो पाउँदै पाएन। 6 बजीदेखि हिँडेको अटो पाएन। हिँड्दैछु त्यहाँ पछाडि अगाडि 2 जना अङ्कलहरू हुनुहुन्छ। म चाहिँ हिँड्दैछु टुङ्गेश्वर मन्दिर। यता टुङ्गेश्वर मन्दिर टुङ्गर फाटामा टुङ्गेश्वर मन्दिर जाँदैछु म हिँड्दै। बाटो नै यस्तो हिलो छ, एक्लै छु, डर छैन। अनि मैले मेहन्दी पनि लगाएको छु। मेहन्दी यतापट्टि हातमा, दुईटै हातमा मेहन्दी लगाएको छु मैले। मेहन्दी अनि म चाहिँ आज मन्दिर किन जानको भन्दाखेरि यता चाहिँ खोला छ, तर खोलामा पानी छैन। पानी सुकेको खोलामा चाहिँ म चाहिँ आज मन्दिर किन जानको भन्दाखेरि आज चाहिँ सालको सबभन्दा ठुलो एकादशी हो। अनि आज मेरो व्रत पनि हो। आज मेरो व्रत पनि हो। खोला हो तर पानी थोरै छ, हल्का फुल्का पानी। अझै म यो बाटो जानुपर्छ हिँड्दै। कोही पनि छैन, साथी पनि एक्लै। साथीहरूको मेरो बहिनी फ्याउरी हो शिल्पा, त्यो घरमा छ, म यता बाहिर छु। एक्लै गयो घुम्यो। आज व्रतको दिन राम्रो हुन्छ नि, पुण्य एकादशीको व्रत। अझै 1 किलोमिटर त्यहाँ म बस्ने ठाउँबाट 3.5 किलोमिटर हो। सायद 2 किलोमिटर त हिँडिसक्यो होला। सायद म 2 किलोमिटर त हिँडिसक्यो होला। अझै 1 किलोमिटर बाँकी छ। यस्तो ओह्रालो, यो उकालो। यहाँ म्यापमा चाहिँ टुङ्गेश्वर मन्दिर जानलाई 5 मिनटमा पुग्छ भने, तर 5 मिनट छैन। यहाँ उता अगाडि एउटा बुढो बाजे हुनुहुन्छ। जाँदाखेरि उकालो, आउँदाखेरि चाहिँ ओह्रालो। 1 घन्टा लाग्छ क्या। म हिँडेको आधी घन्टा जति भइसक्यो। अहिलेसम्म आएको छैन, साथी कोही पनि छैन। थाक्यो लास्टै। अहिले त्यो बाजे मेरो अगाडि थियो, अहिले मभन्दा पछाडि भएको थियो बाजे। बाफ्रे, उकालो जङ्गल हरियाली वन। आज त एउटा अटो पनि चलेन किन हो? मन्दिरमा त म एक्लै हो क्या हो? होइन, उता गाउँतिरको मान्छेहरू होला। यताबाट चाहिँ म एक्लै हुनसक्छ, कोही पनि छैन। अनि त्यो पण्डित बाजे पछि आउँदै कता गयो? पछि आउँदैछ। बाफ्रे, इतना गर्मी, पसिना नि यस्तो बित्यो। पसिना। म चाहिँ तपाईँहरूलाई गङ्गा देखाउँछु है। गङ्गा कस्तो खाले गङ्गा कति छ यहाँ बाटोतिर। पहेँलो खाले गङ्गा पाउँछ यहाँतिर त। म चाहिँ पुगेँ। पप्पी टुङ्गेश्वर मन्दिर यहाँबाट भित्र, यहाँबाट हल्का भित्र। म चाहिँ मन्दिर पुगिसकेँ। टुङ्गेश्वर मन्दिर ठुलो रहेछ बेसरी। यताबाट म चाहिँ यहाँ फुल पनि ल्याइसक्यो। पछाडि फुल छ मेरो पछाडि। फुल टोक्यो खुट्टामा, मच्छर। फुल पनि ल्याइसकेँ मैले। अब पूजा गर्न जाने। म पूजा गरेर भ्याएपछि म यहाँको भ्यूजहरू देखाउँछु। म चाहिँ पूजा गरेर सिद्धिसक्यो महादेव भगवान्। यता भर्याङ पनि कति हल्का छ। टुङ्गेश्वर महादेव ठुलो छ मन्दिर। टुङ्गेश्वर मन्दिर टुङ्गेश्वर महादेव मन्दिर।
नागेश्वर महादेव मन्दिर। म चाहिँ पूजा पनि गरेर मेरो सल खस्यो, पूजा पनि गरेर म चाहिँ घर फर्किँदै हो। फेरि जङ्गलको बाटो 1 घन्टा हिँड्नुपर्छ। अब घर जाँदै हो म।